यस्तै छ जिन्दगी। जीवनका पाइला पाइलामा हिँडेको छु। जीवनको हरेक क्षणहरूमा चाहिँ सुख दुःख केलाउँदै हिँडेको छु। यही आशामा छ कहिले सुख आउला। ती सुमधुर पलहरूलाई चाहिँ याद गर्दै अगाडि बढ्दैछु। मैले मेरो लगायत मेरो परिवार सुख दिने कोसिस गर्दैछु। त्यही कोसिसमा आज 42 विषयपछि सकिएछ त्यो पनि थाहा भएन। जीवनका हरेक पानाहरूमा, जीवनका हरेक मोडहरूमा यही सोचेर हिँडेको छु गन्तव्य कहिले मिल्ने। तर मानिसको चोला हो, गन्तव्य त्यति आसान र त्यति सजिलो पनि छैन, न तपाईँ हामीले चाहेको जति पनि। तर हिँडिराख्नु, दौडिराख्नु पर्दो रहेछ जहाँसम्म तपाईँको चाहिँ दौड्ने क्षमता हुन्छ।